बस्नु ल तपाईँको त्यो मिस्टर एमओटीवाई मोटी नाम के हो? यानओटी भाइ नोटी हो नोटी हो हजुर मिनिङ के हो तपाईँको नामको? हजुर हजुर ए यो निकनेम हो यतिकै ए मेरो च्यानलको नाम हो क्या च्यानल हजुर ए के च्यानल हो? युट्युब टिकटक फेसबुक ए के छ त्यसको कन्टेन्ट चाहिँ? हजुर कन्टेन्ट म भ्लगिङहरू गर्छु ए हजुर हजुर कहिलेकाहीँ यसो कमेडी रिल्सहरू बनाउँछु ए हजुर हजुर त्यही भएर त्यो मैले धेरै भइसक्यो पहिलेदेखि नै हो हजुर हजुर त्यही त मिस्टर ट्रु कलरमा सजिलो छ यो डाइरेक्ट नाम देखाइदिन्छ डाइरेक्ट भन्दा नि पेज जस्तो हो नि हजुर पेज जस्तो हो नि अब तपाईँको खास नाम नोटी त होइन होला होइन अब मैले त्यहाँ त्यही नाम नै सेभ गरेको छु नि त मलाई प्रोफाइलमा हजुर हजुर अनि त्यही भएर त्यही नाम देखाउँछ नि त ए जस्तै त्यो चाहिँ ट्रु कलर खोल्ने मान्छेहरूले खोलेको नामै देखाउँछ हो ट्रु कलरले अब कुनैमा यस्तो देखाउँछ तपाईँले जुन नाम सेभ गर्नुभएको छ त्यो देखाउँछ कसैकोमा चाहिँ फेरि अब अरूले ट्रु कलरमा कुन नामले सेभ गरेको छ त्यो नाम पनि देखाउँछ ए कहिलेकाहीँ त्यही त ट्रु कलरको प्रब्लम चाहिँ त्यही त त्यसरी पनि आउँछ कहाँ हो सर पठाइदिनु मेरो कलङ्की हजुर त मर्निङ त राम्रै भइला होला युट्युबहरूबाट हजुर म स्टार्टिङ हो त त्यस्तो मतलब ऊ होइन भर्खर स्टार्टिङ हो ए ए ए त्यति पनि भएको छैन गरेको कस्तो कस्तो विषयमा हाल्नुहुन्छ कमेडी भिडियोहरू चाहिँ कमेडी त फन्नी कन्टेन्टहरू हाल्छु मैले जस्तै अब कहिलेकाहीँ यस्तो नर्मल्ली कन्सेप्ट यस्तो सोचेर हजुर हजुर या अब यति भ्लगिङमा कहिलेकाहीँ यस्तो फन्नी मुमेन्टहरू त्यस्तो खालको त म एकचोटि हेर्छु नि तपाईँको ओके ओके मिस्टर नोटी भनेर खोजेर भेट्नु छ मिस्टर नटी भ्लग भनेर मिस्टर नटी पनि छ एउटा त त्यसमा चाहिँ पहिला पहिला हाल्थेँ हजुर हजुर अहिले पछि फेरि भ्लगिङ सुरु गरेपछि फेरि भ्लगिङ छुट्टी खोल्यो एउटा कि राम्रो ट्रेन आएको छ नि यो मिमको यसको पनि के हजुर यो उद्धव घिमिरेवाला अनि यो टिपा पौडेल भन्ने केटीको होइन हजुर जस्तै त्यो एडिट गरेर अनि यो मन्त्रीहरूसँग कुरा गरेको राख्छ नि टाइप गर्दै ए हुन्छ मैले ए ए हजुर जस्तै केटी उहिले कुन ठाउँमा म कान सुन्दिनँ भनेर चाहिँ होइन यस्तो यस्तो खालको कुराहरू ल्याएर क्या टिपाहरू ल्याएर ठ्याक्कै ठ्याक्कै जोडेर त्यो सर्ट छ त्यसलाई मिम बनाइदिन्छ नि त ट्याक्कै मिम भनेको चाहिँ स्पेसियली आफ्नो अलिकति त्यसले गाह्रो नै गराएको छ अरे भन्ने सुन्छु है मिमले चाहिँ मान्छेलाई अलिकति हुन्छ नि जस्तो मान्छेलाई मेन्टली डिप्रेस बनाउने टाइपको अर्कै अब त्यो त डिपेन्ड गर्छ अब कस्तो एउटा आयो नि त्यो डलवाला के त्यो भाग अस्ति आन्दोलनमा भागवतीमा डल चोरेरै भन्नेवाला आएको थियो मिम होइन नि त्यो real। होइन होइन त्यो रियल हो सुसाइड गरेर हुनु नि आएको थियो हजुर खै त थाहा पाएन मैले त्यो बिचरा 15-16 वर्षको बच्चालाई के थाहा तिमीहरूले यस्तो भाइरल गराएर तिमीहरूले पैसा कमाउनु यस्तो गऱ्यो उस्तो गऱ्यो होइन भन्ने ए हजुर हजुर त्यस्तो पनि हुन्छ कसैलाई असर पनि गर्छ कसैलाई असर पनि गर्छ त्यो मिमहरूले गऱ्यो नि अलिक गर्छ नि गर्छ म चाहिँ बढी जस्तो यो हिस्टोरिकल चिजहरू अनि खोजिरहेको हुन्छ नि जस्तो यो फनी भिडियोहरू चाहिँ अलिक कमेडी टाइपको क्या हुन्छ होइन हजुर हजुर अहिले त अब पोलिटिकली धेरै भाइरल छ नि त अहिलेको सन्दर्भमा के को जाम हो यस्तो यो बाटो जहिले जाम हुन्छ कुन ठाउँ हो यो तपाईँको यो ओम हस्पिटलको त्यो पुल छ नि त्यहाँनिर यो खोलाको बाटो यहाँनिर जहिले जाम हुन्छ क्या
जाम चाहिँ के को फेरि त्यो फोहोरको गाडीहरू त्यही अगाडि खडा गरेर रहेछ फोहोरको गाडीहरू त्यही खडा गरेर त्यही भएर जाम भएको क्या यति सानो बाटो छ यति गाडी हिँड्छ आज अलिक ढिलो निस्केको आज 15 को नत्र प्रायः 23-26 हानिरहेको हुन्छु हजुरको घर चाहिँ कता नि घर त पश्चिम कपिलवस्तु हजुर बुटोलदेखि लगभग तपाईँको 65 किलोमिटर अगाडि कपिलवस्तु र फेरि अर्कै खाँची डिफ्रेन्ट हो है होइन एउटै जिल्ला हो ए हो ए अर्घाखाँची फरक हजुर हजुर अर्घाखाँची जिल्ला भयो कपिलवस्तु जिल्ला बुटोल र रूपन्देही चाहिँ कपिलवस्तु भयो होइन त होइन रूपन्देही पनि अलग भयो नि त जिल्ला अलग भयो नि त रूपन्देही जिल्ला छुट्टै भयो कपिलवस्तु जिल्ला छुट्टै भयो अब अर्घाखाँची जिल्ला पनि छुट्टै भयो तर प्रदेश चाहिँ एउटै भयो सबै एउटा प्रदेशमै समेटिएको छ नि त अहिले जिल्लाको हिसाबले चाहिँ फरक भयो नि त तपाईँकोबाट कहिलेकाहीँ यस्तो पेड प्रमोसनहरू यस्तो के जुन चाहिँ गर्नुहुन्छ नि त छैन नि छैन मैले इन्डेक्सको चाहिँ हेरिरहेको हुन्छु कि इन्डेक्सको अनि अर्को हाम्रो तिनीहरूको त यस्तो हो नि त अब तपाईँको सब्सक्राइबर अनुसार पनि हुन्छ नि त कतिको भ्युज जान्छ कतिको तिनीहरूको अडियन्स छ होइन त्योमा पनि डिपेन्ड गर्छ नि त अनि तिनीहरूको चाहिँ यस्तो अल्टिमाले होइन हो स्पोन्सर गर्छ त्यो राम्रो अडियन्स भएकोले चाहिँ पाउँछ स्पोन्सर हामी चाहिँ भर्खर स्टार्टिङ हो नि त अडियन्स राम्रो भयो भने कम्पनीले आफै स्पोन्सर गर्छ क्या किनभने भ्युज धेरै जान्छ नि त तिनीहरूको अब हामीहरू भर्खर स्टार्टिङ हो हाम्रो त टाइम लाग्छ नि त हल्का हामीले हल्का अझै स्ट्रगल गऱ्यो भने हाम्रो नि आउला नि टाइम कति भयो स्ट्रगल गर्न थाल्नु मैले धेरै भएको नि त भर्खर 1-2 महिना हुन लाग्यो सुरु गर्न लाग्यो पहिला गर्थेँ फेरि बिचमा ग्याप भयो अनि त्यही भएर खासै छैन क्या कतिको राम्रो रहेछ करियर चाहिँ युट्युबमा त तपाईँको यस्तो अलिक अब टक्क कन्टिन्युसली गर्न सक्यो भने चाहिँ सुरुमा त अलिकति स्ट्रगल गर्नै पर्छ बट एक्चुअली ग्रो भयो भने चाहिँ राम्रै छ फेरि ग्रो हामी पनि क्लाइन्टहरूलाई चाहिँ गराउनु कि भन्ने सोचमा चाहिँ हो होइन हजुर हजुर युट्युबमै कन्टिन्युसली गराएर म आफै चाहिँ यो यस्तो जोसको विद्यार्थी कि हजुर हजुर म चाहिँ अब यस्तो कन्टेन्टहरू हालौँ एउटा कुरा भइरहेको छ हाम्रो त्यसमै एउटा चाहिँ क्लाइन्टहरूलाई त्यो जुन अरेन्जिङको कोर्स हुन्छ नि कसरी एडिट गर्ने के गर्ने कुराहरू लिएर हजुर हजुर कसरी क्रिएट गर्ने कुराहरू राख्ने हामी 6 महिनाको चाहिँ कुरा छ क्या कसरी सपोर्ट गर्छु भने 6 महिनासम्म त हामीलाई दुःख भएन नि त भएन कसरी सहयोगै गरेको छ भएन फर्दर अगाडि जान त गाह्रो भयो त्यही हो अब यसमा कन्टिन्युसली गर्न सक्नु पऱ्यो फेरि ग्याप चाहिँ हुनु भएन क्या त्यो ग्याप भयो भने चाहिँ तपाईँको त्यो अब उनी के अरे फलोवरै तपाईँको डाउन हुन्छ नि त अनि तपाईँको रिच पनि कम हुन्छ होइन अनि एल्गोरिदम अब युट्युब एल्गोरिदम के हुन्छ क्या दुनियाँ त्यो पनि तपाईँको कम भयो भने चाहिँ पछि फेरि भ्युजहरू आउन होइन त्यो अडियन्स रिच पाउन चाहिँ अलिक गाह्रो हुन्छ क्या बुस्ट पनि गर्न मिल्छ बुस्ट पनि गर्न पायो तपाईँको तर अब बुस्ट नगरिकन कन्टिन्युसली राम्रो कन्टेन्ट दियो भने त त्यत्तिकै नै भाइरल भइन्छ डिपेन्ड गर्छ अब कन्टेन्ट कस्तो हुन्छ तपाईँ कतिको पावरफुल छ कन्टेन्ट होइन त्यसमा डिपेन्ड गर्छ च्यालेन्जिङ त धेरै त्यो त त्यही मेन च्यालेन्जिङ त्यही त हो मेरो चाहिँ 200 छ अहिले त्यही त इनिसियल भर्खर स्टार्टिङै हो भनौँ न मैले बिचमा ग्याप गरेँ कि कन्टिन्यू गरेन अब यो कामले बिजी भएर पनि खासै टाइम दिन पाएन क्या त्यसले गर्दाखेरि अब चाहिँ फेरि सुरु गर्दैछु त्यहीबाट हजुर 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 एक्चुअली मोन्टाइज भयो भने त फेरि त मजा हो नि त फेरि मोन्टाइज भएपछि त्यही हिसाबले फेरि हाल्दै जाने कन्टेन्ट होइन राम्रो भ्युज आयो भने त फेरि
यसमा एक्चुअली तपाईँ ग्रो हुनुभयो भने होइन तपाईँको पैसा त फेरि अनलिमिटेड हो क्या तपाईँको जति राम्रो कन्टेन्ट जति भ्युज त्यति पैसा हो क्या यसमा लिमिटेसनै हुँदैन क्या तर आफूले त्यही हिसाबले मेहनत गरेर राम्रो कन्टेन्ट दिन सक्नु पऱ्यो म यो कथा च्यानलहरू पनि हेरिरहेको हुन्छु हरर पनि हेरिरहेको हुन्छु हररहरू पनि अहिले मोनिटाइज पाएको छ हुन्छ नि त्यही त भएन कन्टेन्ट ओरिजिनल हुनु पऱ्यो त्यस्तो कुनै कपिड हुन भएन या अरूको चोरेको भिडियो यताउता गरेको हुनु भएन आफ्नो ओरिजिनल हाल्नुहोस् मेहनत गर्नुहोस् भोलि होइन रिच राम्रो भयो भने त खतरा पैसा कमाउँछ नि तपाईँले त त्यसमा कुनै डाउटै हुँदैन त्यही मान्छेले अब सुरुमा स्ट्रगल गर्न सक्यो भने होइन जस्तो एउटा धैर्य हुन्छ नि धैर्य गरेर काम गऱ्यो भने चाहिँ अगाडि बढ्छ एमा तर पछि गएर फेरि भ्युजै आएन भनेर पछि छोड्यो भने चाहिँ काम छैन नन स्टप गर्नु सक्नु पऱ्यो क्या हजुर अनि ब्ल्याक मिरर हरर स्टोरी भनेर हाल्छु क्या त्यसले हाल्न छोडेछ क्या त्यसले ओके हजुर राम्रै थियो र नेपालमा अहिलेसम्म केटीहरूको भेटाएको थिएँ मैले हरर च्यानल हजुर 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 सबभन्दा सुनेको त ट्राइकन टेल्स होला अलिअलि तपाईँले हेर्नुभयो है हजुर ट्राइकन टेल्स भन्ने छ क्या एउटा खै होला मैले त खासै त्यति सबभन्दा सुनेको सायद त्यही होला हजुर 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 चल्दै आयो कति भन्ने आयो यस्तो स्टोरी टेलिङहरू भिडियोहरू पनि राम्रो जान्छ नि भ्युजहरू हो राम्रो भ्युज जान्छ अनि कति कति त चार्ज दिन्छ नि त कति कतिको त आफ्नो स्टोरी पढिदिएको त चार्ज लिन्छ त थाहा भएन किनिसाहरू के भन्ने एउटा केटीको थियो कि पैसा चार्ज गर्छ नि पढ्दिएको त्यो त अरूले गरेको जस्तो चार्ज लिइहाल्छ नि मैले मेरो स्टोरी पढ्दै हो त्यो चार्ज त अब त्यो त तपाईँको आपसी सहमतिमा के कति हुन्छ त्यसमा डिपेन्ड गर्छ नि त अब हाम्रो नेपालमा अडियन्स कम भएर पनि खासै त्यति भ्युज जाँदैन होइन तर इन्डियामा चाहिँ राम्रो हो क्या हाई छ होइन तपाईँको म्याक्सिमम् कस्तो राम्रो हुन्छ कि तिनीहरूको सब्सक्राइबर होइन सानोदेखि लिएर ठुल्ठुलाको करियरै युट्युब छ क्या कतिले त युट्युबबाटै पुरा करियर बनायो क्या घर किने गाडी किने है पपुलेसन राम्रो छ होइन यत्तिकै पनि भ्युज मिलियनमा भ्युज गयो पहिला लजिकल युट्युब च्यानलहरू होइन हजुर हजुर अनि त्यसले मेरो करियर बर्बाद भयो भने त्यो त अब त्यसले अब कसरी गर्यो भन्ने कुरा त्यसले चाहिँ स्टार्टिङ गरेको रे होइन अनि सुरुमा गऱ्यो पछि युट्युब ब्यान गरिदियो पछि के भयो उसले पिकअप लिन सकेन क्या पछि हो त्यही हो लास्टमा युट्युबमा आएर मेरो करियर डाउन भयो भने चाहिँ पछि सरकारी चाहे खायो भने युट्युबमा हाल्थ्यो त्यही त डिपेन्ड गर्छ अब कसरी काम गरिन्छ त्यसमा पनि भर पऱ्यो नि त नत्र गरिने त अब त्यही एउटाले तपाईँको यो के नाम थियो त्यसले त्यही यो भ्लगिङ गरी हेर्नु कति करोडको घर किने कति करोडको गाडी किने त्यही भ्लगिङ गरी क्या भ्लगिङ मात्र क्या त्यही भएर अब गर्नेले गरेको त युट्युबबाटै गरेको क्या टिकटकमा त छैन त टिकटक मैले खासै बनाउँदैन टिकटकमा यत्तिकै कहिले काहीँ हो त्यस्तो लागेर चाहिँ म गरेको छैन टिकटकमा नि मोनेटाइजेसन त हुन्छ भन्छन् तर हाम्रो नेपालको आइडीबाट चाहिँ हुँदैन फेरि त्यो चाहिँ हामीले बाहिरी आइडी लिनुपर्छ इन्टरनेसनल आइडी किन्नुपर्छ त्यसबाट चाहिँ फेरि 10,000 फलोवर पुग्यो भने चाहिँ हुन्छ त्यो पनि कन्टेन्टमा डिपेन्ड गर्छ आफ्नो ओरिजिनल कन्टेन्ट हुनु पऱ्यो उनीहरूले टाइम पास के लागि बनाएको हो कि त्यो तपाईँको 15 सेकेन्डको एउटा कन्टेन्ट हुन्छ अनि यस्तो र उस्तो भन्दै आधी कुरा गइहाल्छ भन्ने लाग्छ होइन त्यो टिकटकको सिइओले नै भने अन्त टिकटक मैले टाइम पासको लागि बनाएको भनेकै त हो त्यसले त्यही त हो टिकटक भन्ने कुरा लस त लस अब युट्युबमा स्ट्रगल गर्न सक्नुपर्छ राम्रो छ कि युट्युबमा हाम्रो लोकेसन कहाँनिर हो यो यहाँ रहेछ ल ठ्याक्कै आयो
पुगिलोपछि पुगेछौँ ठ्याक्कै यहाँ ठ्याक्कै कहाँनिर छ भने हामी यो नेपाल नेत्रहीन सङ्घ ठ्याक्कै गेटमा रोक्नु ल गेट निरै छ यहाँदेखि तपाईँ लेफ्ट लाग्नु ठ्याक्कै जानुहुन्छ